सरकारले चिनिया एक्जिम बैंकबाट महँगो ब्याज दरमा ऋण लिएर पोखरा विमानस्थल बनाएको हो। वर्तमान विनिमय दर अनुसार करिब 25 अर्ब 88 करोड रुपैयाँ अर्थात् 1 अर्ब 33 करोड 87 लाख 40 हजार चिनिया युआन ऋण लिने सम्झौता सरकारले गरेको थियो। तर निर्माणमा भएको भ्रष्टाचार कहाली लाग्दो देखिएपछि बारम्बार आवाज उठ्दा पनि कारबाही पर्नबाट बचेका अधिकारीमाथि यसपटक सरकारले कस्तो नीति लिन्छ त्यो हेर्न सबै आतुर छन्। सबैजनालाई हार्दिक नमस्कार छ मित्रहरू। यो अहिले भर्खरैको यो मेरो क्लिप भन्दा अगाडिको खबरले हामीलाई जानकारी के गरायो भन्दाखेरि 14 अर्ब रुपैयाँ भ्रष्टाचार भयो र यो उड्डयन प्राधिकरणको हैन के भन्छ अरे महानिर्देशक प्रदीप अधिकारी भन्ने उसले चाहिँ तपाईको चाहिँ नि भ्रष्टाचार गरेको र चाहिँ नि यो छानबिन समितिले चाहिँ यसलाई चाहिँ तुरन्त निलम्बन गर्नुपर्छ भन्ने खालको प्रतिवेदन आएको भन्ने आयो। यो मान्छे चाहिँ मैले धरानमा एयरपोर्ट बनाउने कुरा लगेर त्यतिखेर हाम्रो मन्त्री चाहिँ सुदन किराँती हुनुहुन्थ्यो। उहाँलाई एप्रोच गर्दाखेरि के अरे यो मान्छेलाई पनि हाम्रो सुदनजीले बोलाउनु भएको छ। अनि त्यहाँनिर चाहिँ उसले चाहिँ किन चाहियो धरानमा एयरपोर्ट भन्ने किसिमले चाहिँ बहस गरेको थियो कि त्यतिखेर मैले उसलाई अलिकति झपारेको पनि थिएँ। यो साला फटा रहेछ हैन। अब यो फटा यस्तो चाहिँ नि हैन चोर टाइपको है, यो चोर टाइपको मान्छे यस्तो फटा मान्छेलाई चाहिँ अब नेपाल सरकारले तुरन्त कारबाही गर्छ कि गर्दैन भन्ने हेर्नु छ। अनि यो अख्तियार भन्ने यो छ नि हैन, मलाई चाहिँ श्रमदान किन गरेको है, सहयोग किन चाहिँ नि मागेको भनेर चाहिँ मलाई सोधिराख्छ, मासु र भात किन खुवाएको भनेर सोधिराख्छ। जुन दाताहरूले चाहिँ नि खुवाएको दिएको कुरालाई सोधिराख्ने अख्तियार भन्नेले चाहिँ यसलाई अब के गर्छ कि गर्दैन हेरौँ है। यस्ता चोर फटा गदार, यस्ता चोर फटा गदाहरू देशैभरि छ। म चाहिँ तपाईको चाहिँ सम्बन्धित ठाउँमा भएको भए नि यस्ता मान्छेहरूलाई तपाईँको पाता कसेर उधो मुन्टे झन्डाइदिन्छु रोक्नु है। 1 घण्टा ट्याक झुन्डाउने अनि छादेपछि हैन तपाईको मुखबाट रियाल पुरा सिंगान निस्केपछि ठ्याक्क तल झार्ने है। अनि रेस्ट गराउने केही समय, अनि सिस्नो पानी लगाउने त्यहाँ त्यतिन्जेल पनि रेस्टमा पनि, अनि त्यस पछाडि फेरि स्याट्टा माथि हैन उधो मुन्टे झुन्डाइहाल्ने, देशलाई चाहिँ डुबाउने है, देशलाई डुबाउने भ्रष्टाचारी फटाहरू। र यो मान्छेले के पनि भन्यो भन्दाखेरि चाहिँ धरानमा एयरपोर्ट चाहिँदैन, विराटनगरमै छ, त्यसको के नियमले दिँदैन, मापदण्डले दिँदैन भन्दा त्यो पोखरामा झन्सारो त्यही छ हैन। विराटनगरमा त यहाँदेखि तपाईँको चाहिँ अब विराटनगर त धेरै टाढो छ नि त, नजिक भयो अरे। अब विराटनगरको एयरपोर्ट बन्दाखेरि, विराटनगरमा एयरपोर्ट बन्दाखेरि मेरो कुनै आपत्ति होइन, ठिक छ बनोस्, त्यो पनि देशै हो, नेपालै हो। धरानमा बन्दाखेरि चाहिँ के को आपत्ति त हैन। विराटनगरको मान्छेलाई आपत्ति कि अथवा पार्टीलाई आपत्ति कि अथवा स्वतन्त्रले जितेर आयो, अब यसलाई चाहिँ त्यो खालको कुरामा सपोर्ट गर्यो भने भरि यसको वाहवाही हुन्छ, हाम्रो पार्टीको बर्बाद हुने भयो भन्ने हो कि के हो त त्यो। अब मौसमको हिसाबले पनि धरान इज बेटर देन विराटनगर हैन। यहाँ न कहिले चाहिँ नि हुस्सु लाग्छ, न कहिले हैन पानी परेर डुबान हुन्छ। यस्तो फेभरेबल वेदर भएको ठाउँमा बनाउन भनेको नजिक भयो भन्छ। पोखरामा त तपाईँको चाहिँ अर्को त्यो उसँग झन्सारो त्यही टाँसिएको छैन र एउटै सहरमा, त्यहाँ चाहिँ बनाएको एयरपोर्ट 14 अर्ब भ्रष्टाचार गर्यो भने छान्ने छ। यस्ता फटा गदाएर चाहिँ यो ठट हाम्रो फेरि सुदनजी हैन, उहाँ निर्णय गर्नु नसक्ने मान्छे, मन्त्री त बन्नुभयो बिचरा, यता भनौँ नहुने उता डङ ठोक्दिएर त्यतिखेर ल बनाऊ भनेर भनिदिएको भए अहिले चाहिँ बनिराखेको हुन्छ। के गर्ने अब यस्तो यस्तो यो चाहिँ नि अरूले त्यहाँनिर दिमाग भुटिदिइराखेको
अनि यो मान्छे चाहिँ यो के अरे यो यसको नाम पनि के अरे तपाईँले सुनिहाल्नुभयो अघि यसले चाहिँ यस्तो गरेको थियो क्या धरानमा अनि अहिले चाहिँ भ्रष्टाचारमा परेछ निलम्बन गर्ने भनेपछि तत्काल निलम्बन गरेर भातकडी लाएर चाहिँ उ गरिहाल्नुपर्छ म चाहिँ भए चाहिँ म रुखमै झुन्डाउँथेँ अब म त्यहाँ छैन नत्र अघि भने जस्ता तुर्लुङ काबु तपाईँको वेट चिनेकै छैन कुनै दिन त्यहाँ पुग्यो भने थाहा हुन्छ के रहेछ मान्छे भन्ने चिज अहिले चाहिँ अब मेरो उसमा परेन खटार ल साथीहरू के भन्नुहुन्छ दिनुहोस् है राय दिनुहोस् है